पुरानो गुच्चवाला सोहोरा। हिजो आज गर्मी लाग्यो वा भोक लाग्यो भने नजिकैको पसलमा गएर कोक फ्यान्टा जुस आदि खान्छौँ। तर पहिलेका मानिसले गर्मीमा के खान्थ्यो होला? एक जमानामा काठमाडौँमा गुच्चवाला सोहोरा निकै लोकप्रिय थियो। राणा कालमा भारतसँगको व्यापार सम्पर्क बढेपछि नेपालमा आएको मानिने यो सोहोरा सुरुमा दरबार र सम्पन्न परिवारमा सीमित थियो, पछि सर्वसाधारणसम्म पुग्यो। मलाई सम्झना छ, पाटनमा मच्छिन्द्रनाथको जात्रा हुने ठाउँमा काठको कलौचामा गुच्चवाला सोहोरा बेचिन्थ्यो। मैले पनि त्यति बेला 10 पैसामा सोहोरा खाएको सम्झना छ। यसको शिशीको मुखमा एउटा गुच्चा हुन्थ्यो। भित्रको कार्बन डाइअक्साइड ग्यासको दबावले गुच्चा मुखैमा टनक्क बसेको हुन्थ्यो। काठको साँचो वा औँलाले गुच्चाले ठिचेपछि फुइँ गरेर ग्यास निस्किन्थ्यो र सोहोरा खान पाइन्थ्यो। सुरुमा त ग्यासले गर्दा नाकै इन्मुनी हुने र डकार आउने। सोहोरा बेच्ने किशोरहरू पनि तोल तोलमा घुम्थे। एकपटक म त्यस्तै एउटा किशोरसँग हिँडिरहेको आमाले देख्नुभयो। घर पुगेपछि त्यस्तो सोहोरा बेच्नेसँग किन हिँडेको भनेर गाली गर्नुभयो। अझ रमाइलो कुरा त एकपटक मलाई सोहोरा चोरेको आरोप समेत लाग्यो। टोलको पसलकी अजीले मैले सोहोरा चोरेको भन्दै आमाले समेत भनेछन्। आमाले घरभरि सोहोरा खोज्नुभयो, सिडीको अँध्यारो भर्याङ मुनि टुकी बालेर समेत। तर कहाँबाट भेट्न मैले सोहोरा चोरेकै थिइनँ। विवाहपछि पनि एकपटक श्रीमतीलाई खुसी पार्न पुरानो शैलीको पाउडर सोहोरा किनेर ल्याए। पाउडर सोहोरा पानीमा हाल्दा भुइँ गरेर फिज निस्किन्थ्यो। त्यो देखेर श्रीमतीले हाँस्दै भन्यो, कुन जमानाको सोहोरा कुन जमानामा ल्याउनु भयो। आज गुच्चावाला सोहोरा प्रायः सम्झनामा मात्रै बाँकी छ। तर रञ्जना सिनेमा हल अगाडिको सोहोरा पसल र त्यहाँ गिलासमा बिरे नुन हालेर खाएको त्यो स्वाद भने अझै सम्झनामा ताजै छ।